हेलो साथीहरू, नमस्ते। आज चाहिँ मैले घरमै नुडल्स बनाएको थिएँ। के राखेको थिएँ भनेर हजुरहरूले देख्न सक्नुहुन्छ। तर फ्रिजमा चाहिँ केही सामान थिएन, क्याबेज मात्रै रहेछ। हेरेको त बेबीले पनि केही गर्न दिएन, हतार हतार गरेर बनाएँ। मैले चाहिँ आज मिठो भेज नुडल्स घरमै बनाएँ। यसो हेर्छु त बाबु बाहिर गइसकेको छ, हतार हतार दौडी दिँदै गएँ। यता फेरि गार्लिक दर्नु लगाइसकेको छ अनि प्याज हालेँ हतार हतार मैले। अनि त्यसपछि क्याबेजहरू राखेँ मजाले नै, अनि एकछिन चलाइदिएँ। बाबु यता फेरि झिन्दै गरिरहेको थियो, के गर्न नदिएर मेरो बेबीले अहिले पनि भुइँचाबाट गर्दा नि बोल्नै दिएको छैन। यहाँ यता धकाल्ने उता धकाल्ने गरेर अनि मजाले भुटेँ मैले क्याबेजलाई चाहिँ हल्का। अनि त्यसपछि चाहिँ सबै सामानहरू राखेको चाहिँ खिच्नै बिर्सेछु। अनि नुडल्स भन्यो बिहानको तरकारी थियो भेजिटेबल, अनि त्यही हालिदिएँ मैले चाहिँ। अनि मिठो नुडल्स बनाएँ, केचपहरू पनि राखेर। मलाई त्यस्तै मनपर्छ साथीहरू, इन्जोय गर्नु होला हजुरहरू पनि।